पूर्वी नेपालमा अल्पसंख्यक बसोबास रहेको याक्खा जातिको सांस्कृतिक जगेर्ना थालिएको छ। यस जातिले परम्परागत रूपमा नाच्दै गएको लोपोन्मुख डोकेनी नृत्यलाई इलाम नामसालिङमा रहेका याक्खा देवानहरूले फेरि बिउत्याएका छन्। एक रिपोर्ट। किराँत समुदाय अन्तर्गतकै भिन्न तथा अल्पसंख्यक याक्खा जातिले आफ्नो सांस्कृतिक पहिचान हराउन लागेकोमा चिन्ता व्यक्त गरेका छन्। इलाममा रहेका याक्खा देवानहरूले किराँत याक्खा छुम्मा मार्फत परम्परागत रूपमा रहेका मौलिक परम्पराको संरक्षण पनि सँगसँगै थालेका छन्। परापूर्वकालदेखि मनाइने डोकेनी नृत्य याक्खा जातिको खास पहिचान हो। याक्खा भाषामा साङदाङ राङमा लाक भनेर हामीले सम्झिने गर्छौँ, त्यसलाई नामाकरण गर्ने गर्छौँ। यो सुरुवाती चरणमा आदिमकालमा याक्खा बस्तीहरूमा प्राकृतिक रूपमा भएका सङ्कटलाई व्यवस्थापन गर्ने र सङ्कटबाट उत्पन्न भएका आर्थिक समस्याहरूलाई समाधान गर्नका निमित्त याक्खा जातिले त्यो तत्कालीन इष्टदेवहरूलाई पुकार्ने सन्दर्भमा डोकेनी नाच परम्परागत रूपमा याक्खाहरूले देखाउने चलन रहेको छ। डोकोलाई सिँगार गरेर यो नाच विशेष अवसरमा देखाइने बताइएको छ। प्राकृतिक सङ्कट समाधानका लागि इष्टदेवहरूलाई पुकार्न याक्खाहरूले डोकेनी नृत्य देखाउने गरेको पाइन्छ। यसपछि लिम्बू जातिसँग मिल्दोजुल्दो ढोल नाच पनि याक्खाहरूको छुट्टै पहिचान हो। हामी यहाँनिर नामसालिङ माइजोकमै 4 मा चाहिँ हामी याक्खा जातिहरूको अलिकति बसोबास बढी पनि छन् र याक्खा जातिहरू अलिकति धेरै छौँ। तर यहाँको हाम्रो कला संस्कृति हाम्रो समाजमा हाम्रो कल्चरहरू चाहिँ अलिकति लोपोन्मुख भएर मासिँदै गएको अवस्था छ र हाम्रो यो डोकेनी नाचलाई हामीले गत 5-7 महिना अगाडि हामीले निशान पदमार्गको रूपमा देखाएका थियौँ र यस्ता हाम्रा कल्चरहरूमा हाम्रा संस्कृतिहरू चाहिँ धेरै लोप भएर गएका छन्। हामीले जानेसम्मको हाम्रो संस्कृतिलाई जोगाउन हामी लागिरहेका छौँ। परापूर्वकालमा आफ्नो थाकथलो सङ्खुवा सभा रहेको बताउने याक्खा जातिको देश विदेशमा हालको जनसङ्ख्या 17,300 जति मात्र रहेको बताइन्छ। इलामको सुम्बेक, नामसालिङ र चुलाचुलीमा याक्खा जातिको बसोबास रहेको छ। यो जातिले यारामफुङ प्रतीक चिन्ह लगाउने र फोपमा अर्थात् गलबन्दी पहिरन लगाउने गरेका छन्। विजय शेखर भट्टराई, एनटिभी इटहरी समाचार, इलाम।